Hi everyone, I'm Jyoti Kesi and welcome to my new vlog. आज चाहिँ हामी हाम्रो चाइनिज फार्ममा जाँदैछौँ। त्यहाँ छ चाइनिज फार्म। अनि यो कुलाको बाटो चाहिँ अहिले कुला अब गाउँहरुमा पानी हाल्ने टाइम आयो नि त। अनि सबै यो कुलाकोले गर्दाखेरि माटो माटो रहेछ के। अझ यहाँबाट चाहिँ हुनु बाँकी छ। बेतेसी चाहिँ त्यहाँ पुगिसकिन। Here is the beauty of हैन गाउँको खेतमा हेर्नुस् हाम्रो बिजुसी फेरि आइन एन्टी लाइट पर्छ ब्रो हाम्रो डाँडामा चाहिँ अहिले यति जान्छ रे डाँडाको यति जान्छ रे त्यहाँ चाहिँ प्लटिङ हुन्छ हैन यत्रो डाँडा थियो खनाउँदा यति भयो अब यति काटिन्छ त्यसपछि चाहिँ माथि प्लटिङ भएर खतरा हुन्छ भन्ने जस्तो छ तर यो चाहिँ हेर्नुस् न वेलकम टु जोतिस व्लग आज चाहिँ हामी खाना जाँदैछौँ ओके लेट्स गो जस्ट रन हाम्रो चाइनिज फार्म चाहिँ आइसकेको छ यही हो हाम्रो चाइनिज फार्म बट म त नआएको कति भयो हाम्रो चाइनिज फार्ममा अन्त तिहारमा आएको थियौँ हामी है साँच्ची तिहारमा त्यही बेलुका आएको थियौँ पहिला पहिला कति आउँथ्यौँ रिफ्रेसमेन्ट भन्दै जसले मेरो स्न्याप हेर्नुहुन्थ्यो उहाँहरूलाई थाहा छ होला म रिफ्रेसमेन्ट भन्दै कति आउँथेँ ओ योर मम इज अल्सो देयर यो चाहिँ हाम्रो पहिला खेत थियो कि अहिले चाहिँ चाइनिजहरूले कति लिएको छ 5-6 इयर्सलाई भनेर द्याट्स वाइ अब कति 4 इयर्स त कम्प्लिट भइसक्यो अब 2 इयर्स जति बाँकी होला अब हामी चाहिँ हाम्रो चाइनिज फार्म चाहिँ छिर्छौँ ओ माई गड लुक एट द फिस हाम्रो पोखरीको सबै माछा निकालेको थियो अनि हियर चाहिँ वाङ वाङ Shit, my वाङ वाङ Hi Mr. Lee. Hi, how are you? I'm good. How are you? Medusi come. हाम्रो आन्टी जस्ट ओहो हाम्रो ल पोखरी त के भएको यस्तो हाम्रो पोखरी त हेर्नुहोस् त माटो मात्रै छ अहिले सबै पानी निकालेको फेरि नयाँ माछा हाल्ने भन्ने कुरा छ त्यही भएको भएर चाहिँ पुरानो पानी सबै निकालेर खासमा चाहिँ हाम्रो खेत थियो हैन खेत नै हो अहिले चाहिँ भाडामा दिएको छ यो होल हाम्रो केसी खत्रीको खेत यत्रो ठुलो पोखरी थियो 3 दिन लाग्यो होला यहाँको पानी फाल्नलाई अब माछा फेरि हाल्छ नयाँ अनि त्यसपछि फेरि रमाइलो हुन्छ हाम्रो कालिज छ यहाँ हेर्न सक्नुहुन्छ हजुर यहाँ चाहिँ हाम्रो कुखुरीका हाम्रो भाले पोथीहरू छन् कुखुरा अन्डा पारी कुखुरी हाई आशिका तामाङ जस्तै के छ मलाई यो कुखुरा देख्ने बित्तिकै के अरे यो कुखुराहरूले टाउको यस्तो यस्तो हल्लाउने बित्तिकै नेहाको याद आउँछ नेहालाई मैले के अरे कुखुराको यस्तो थियो भनेर सुनाएको थिएँ क्या कुखुरा हाम्रो घरको कुखुरा चाहिँ यस्तो 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 टाउको गर्छ भनेर म कति भन्थेँ ओके हाम्रो चाहिँ यहाँ डग पनि छ होइन हाँस हेर्न सक्नुहुन्छ हजुर ओके म हजुरलाई उताबाट देखाउँछु विदेशीले चाहिँ डग देखाउन गइरहेकी छिन् खै त विदेशी त्यहाँ नि छ अहिले के छ त्यहाँ ओके पहिला कस्तो राम्रो थियो अहिले चाहिँ बिग्रेर केही छैन ओ यहाँबाट नजिकै डग देखिँदैछ ए भाग्ला विदेशी हामीले तर्स जस्तो छन् हाई कस्तो राम्ररी स्विम गरिरहेछ नि
कति डग थियो अहिले चाहिँ त्यति रहेनछ है हाम्रो कति डग थियो नि अबे अबे त्यहाँ भएको डग यहाँ आइदिँदा यही डगहरू कसरी आएको म त यस्तो डगहरू नि थुङ्छ र अझै हेर्दैछु किन यहाँ नजिक नजिक आयो भने त होइन हामीलाई धगाउन पो आएको रहेछ अझै कराउँदैछ हामी कस्तो नमजाले भागेको जाऊँ न एकचोटि फेरि फेरि जाउँ न त पखाइ अलिक भित्र जान्छ अनि कस्तो त्यो घाँटी त होइन यस्तो लामो पारेर के गर्ने भएको क्या यो डगले चाहिँ हामीलाई किन लखटिरहेछ उनीहरूको एरियामा आयो भने वाङ वाङ डगले हेर न हामीलाई लखटेछ यो डगहरू चाहिँ होइन यस्तो भित्र कोच्या जस्तो गर्दा रहेछ त नि आउने रहेछन् वाङ वाङ आउला यहाँभित्र आए आए आइज ल हामी यो खेतको मालिक नि हो उनीहरूको घरमा आयो भनेर हामीलाई लखेट्न आएको हुन सक्नुहुन्छ वाङ वाङ साहु हाम्रो 2 डगिजहरू छन् हामीलाई डग्सले चाहिँ एकदम लखेटेर अब हामी यहाँबाट बिदा भएर हामी अर्को ठाउँ जान्छौँ विदेशी बोलाउँदैछ तिमीलाई डग्सले बाई Okay, now we are seeing to Chinese farm. मतलब हामी अब Chinese farm जाँदैछौँ त Chinese farm देखाउँदैछौँ. Okay, let's go. यता छ बेडरुम. बेडरुममा आउँछ. अनि फेरि यहाँ छ यो चाइनिजहरूको न्यू अब कमेन्ट प्लिज. अब यहाँनिर चाहिँ हाम्रो रुम अफिस रुम टन्नै रुमहरू छ तर रुम चाहिँ नदेखाऊँ होइन यो चाहिँ हाम्रो जियो चाइनिज फार्म यहाँ ग्रेप्सहरूको बोट पनि छ भनेपछि ग्रेप फल छ ल डाइनिङ रुम हामी पहिला कति यहाँ उ गर्थ्यौँ है अनि फेरि यहाँ छ हाम्रो एन्टी लाइट फिस टु मेनी फिस Oh, nice. How many fish are there? हाम्रो कति धेरै फिसहरू छन्. He's our Mr. Lee. Hi. Hello. कस्तो राम्रो फिसेसहरू. कस्तो क्युट. अब यो फिस हाल्ने होला क्या बोनमा. 让人洗一下呗，没有没事，再洗洗呗。那个桶还要拿回去洗。不要了吧？ That's a golden fish, orange fish, price大的老一个。 这个 कस्तो ठुलो भएको छैन त्यो जति大了。 कति ठुलो रहेछ त्यो हेर्नु न सबसे ठुलो 系统。 Big. 我这个大的。 छ नि हामी कति अब यो पोखरीमा चाहिँ फेरि पानी फेरि सफा पानी हालेर चाहिँ माछा हाल्ने जाइङ दुवारा खालको है माछा You can see there are many fishes, golden वाङ वाङ हाम्रो साहु र वाङ वाङ के छ तिम्रो बच्चा खै साहु तिम्रो बच्चा खै यो वाङ वाङ कि साहु रे
वाङ वाङ साहु हो यो साहु साहु कति क्युट छ हाम्रो घरलाई प्रोटेक्ट गर्ने यिनीहरू नै हो वाङ वाङ साहु यो साहु त्यो वाङ वाङ अब चाहिँ हामी जाँदैछौँ घर किनभने खाजा खान लेट भइसक्यो अब लेट्स कम ल हाम्रो चाहिँ चाइनिज फार्म यही नै हो कति अझ कति यहाँ ऱ्याबिटहरू पनि थियो अहिले चाहिँ धेरै नै उ भएर होइन त्यहाँ पनि थियो कति कुखुराहरू त्यहाँ पनि थियो यो पोखरीभरि पानीभरि माछाहरू टन्नै थियो हामी कति आउँथ्यौँ है अहिले त नआएको पनि कति भयो यही हो हाम्रो चाइनिज फार्म होइन अनि त्यहाँ डग्सहरू पनि कति धेरै हाँसहरू थियो अहिले चाहिँ त्यति रहेनछ पानीहरू पनि सुक्दै गइरहेको छ उनीहरूले हिजो चाइनिजले 3 दिन लगाएर यहाँको सबै पानी निकालेको थियो होइन अब फेरि के अरे नयाँ माछा हान्ने भनेर चाहिँ फेरि सफा पानीमा हाल्ने भनेर चाहिँ माछा पनि अघि मैले देखाइसकेको छु हजुरहरूलाई अब यही हो कुखुरा यहाँ छ होइन त्यहाँसँग छ उताको पनि चाइनिजवाला नै हो तर मेन आउने भने चाहिँ हामी प्रायः यतै हो होइन अब गरिदिनु होला है कमेन्ट सेक्सनमा मेरो तिम्रो नामै भनेको छैन अनि अब साथीहरू मेरो नाम माइसेल्फ विदुषी केसी खत्रीजी भन्नु मन छ भन्नु अनि फेरि ज्योतिको नाम त तपाईँहरू सबैहरू थाहा नै होला होइन ज्योति खत्री केसी अब लेट्स गो यो पुरै ठाउँ देखिराख्नु भएछ नि तपाईँहरूले यो पुरै ठाउँमा पहिला खेत थियो हाम्रो होइन अहिले चाहिँ यो ठाउँमा चाइनिज आएको भएर यहाँ राखिदिएको छ पहिला हाम्रै घरमा चाइनिज बस्थ्यो अहिले चाहिँ यहाँ बनाएर भएर यही बस्छ अनि त्यो हाम्रो घरहरू त्यो मेरो त्यो जोडिदिएको त्यो अर्को दिदीको अलिक ठेकिन्थ्यो अब अलिकति 3, 2, 1 जम्प पहिला यहाँनिर यस्तो ठाउँ नहुनुभन्दा अघि चाहिँ यहाँ चाहिँ एउटा ठुलो प्लेग्राउन्ड थियो त्यहाँ चाहिँ हाम्रो दाइ दिदीहरू फुटबल खेल्नुहुन्थ्यो म चाहिँ यहाँ बसेर त्यो फुलहरूको माला बनाएर हामी कति खेल्थ्यौँ यहाँ अलिक खाली चड हुन्थ्यो खेत त हुन्थ्यो तर यो धान सान काटेपछि खाली हुन्थ्यो नि अनि हामी यस्तो बलहरू त्यो चुङ्गीहरू होइन अनि बम ब्लास्ट सेकाइ भनेर कति खेल्थ्यौँ अब कति क्युट बाख्राहरू हेर न हेलो हाई कस्तो मायाले हेरेको आयो आयो आऊ आऊ बिचरा बाँधिदिएको रहेछ गाइस म चाहिँ अलिक टाढा बस्छु किनभने मलाई बाख्राहरूदेखि डर लाग्छ अनिखेरि बाई अनि अघि हामीले फुटबलको कुरा गरेको थियौँ नि त्यसमा मलाई फुटबलहरू केही खेल्न आउँदैन थियो बमरास पनि केही खेल्न आउँदैन थियो त्यही भएर म चाहिँ त्यो फुलहरूको माला बनाएर बस्थेँ बी केयर है यहाँ चाहिँ अलिकति हाम्रो अस्ति कुला खन्ने भएको भएर त्यो हुन्छ नि कुला सफा गर्नको लागि त्यही भएर माटो छ यहाँ सिधा हिँड न सजिलो हुन्छ आउच ओके यस्तो छ हेर्नुहोस् अहिले हामी हिँड्ने बाटो हामी प्रत्यक्ष रूपमा तपाईँहरू देखाउँछौँ अङ्कल जान लाग्नुभयो जस्तो छ ल गाइस अब चाहिँ हामी चाहिँ घर आइसक्यौँ होइन ल सी यू भन्दै बित्दैछु ल के भन्नु मन छ Thank you guys for watching our video. Video मन परेकोमा लाइक सब्सक्राइब कमेन्ट अनि खेरि कमेन्ट अनि के हुन्छ सेयर गरिदिनु होला थ्याङ्क यू guys for watching our video. हामी चाहिँ अनप्लान्डली नै चाइनिज फार्म गएको थियौँ जस्ट रिफ्रेसमेन्टको लागि बट इट वाज एन अमेजिङ डे होप यु गाइज लाइक इट थ्याङ्क यू सो मच फर वाचिङ